क्या भयो दाइ क्या भयो 哎呦我的妈！ के भयो किन रोया हुनु के भयो रे तुम्रो सेला भ्याबा आज एसईको एक्जाम पुरै बिग्रेको सासु क्या लेखेछु बेतालमा सुरै छिएन मेरो चेतै छिएन ठाउँमा होसै छिएन सासु क्या लेखे कहिले इङ्ग्लिसबाट गाली गरे हुचिकन नम्बर कराक्कै काटिदिने एक बिदा यस्तो के लेख्यो र त्यस्तो इङ्ग्लिस बिगाड्यौ र केटीले चिठी त लेखेनौ कहिल्यै त्यो चिठी त लेखिन सासु सिम्पल नम्बर लेख्ने ठाउँ हुन्छ त त्यहाँ मैले केटीको फोन नम्बर लेखेको छु र हेर त मिस्टेक होला त सासु मिस्टेक त भइहाल्छ क्वेसन जाँचिएला त क्वेसन जाँचिन्छ होइन तिम्रो ढाड भाँचिन्छ 哎呦我的妈！ मेरो छोरी हुँदा हुँदै को केटीको नम्बर लेख्या मलाई अहिले याद आयो कि सासु मैले यो केटीको नम्बर लेखे होइन के घर तुमी छोरी हुँदा हुँदै मेरी सके जय हुँदा हुँदै म कहाँ केटीको नम्बर लेख्छु त मैले त मेरो छेउमै बस्ने साथीको नम्बर लेखेँ हौ GIRL गर्ल त्यसको नाम गर्ल हो त्यो मेरो छेउमै बस्छ त्यो केटा साथी हो के तर कस्तो एक्जाम बिग्रियो के सासु आज जुन इङ्ग्लिस पढेर सुरु दिन एबिसिडी बाहेक अरू केही पनि आउन सासु पढ्ने बेला फ्री फायर खेल्न जाने बिग्रिन त भयो अन्त है सासु मैले पहिला चाहिँ अलिकति कमजोरी गरे हुनाले बिग्रिया हो है आँसु कस्तो आयो है सासु म कसिएर पढ्छु सासु आँसु धेरै आइसक्यो